तपाईलाई स्वागत छ मेरो च्यानलमा र नयाँ दिनमा म चाहिँ अफिस जानको लागि पनि रेडी भइसकिसके। सो आजको दिनमा म के गर्छु तपाईहरु हेर्दै जानुहोस् होला। सो स्टे ट्युन गाइस, बाइ बाइ। सो गाइस म चाहिँ घरबाट पनि निस्केको। अब चाहिँ तपाईको पनि नयाँ पेज आउँदैछ हैन? ल ठीक छ यसो काम हुँदै रहेछ। होलीले गर्दाखेरि चाहिँ पुरा कलरै कलर भएछ। यहाँ के गरेको दुईजना? के गरेको? होली खेलेको? ए होली खेल्दै रहेछ। पानी खेलेको? म चाहिँ यहाँ काकीको दोकान आइपुगेँ। काकी नै हुँदैन कहिले पनि यहाँनिर। काकीको दोकानमा कोही छैन रहेछ। कस्तो मजाले फुल फुलेछ यहाँ। गाइस म चाहिँ यहाँ आइपुगेँ गभर्मेन्ट सिनियर सेकेन्डरी स्कुलको। त्यहाँ आइपुगिसकेँ र म जहिले पनि यतैबाट ड्युटी जान्छु। सो आज चाहिँ घाम पनि मजाले लागिरहेको छ। अहिले चाहिँ म पुग्नु आँटेँ भन्दाखेरि जोरथाङ रोड मेन रोड आइपुग्नु आँटिसकेँ। र मान्छे कम्ती हुँदैन। यहाँ चाहिँ छ विशाल मार्केट जोरथाङको। र म चाहिँ यहाँ दोकान जाने काम छ एकछिन। दोकान जाँदैछु म चाहिँ। सो गाइस म चाहिँ दोकान गएर पनि निस्केँ र अब चाहिँ म डाइरेक्ट जाँदैछु अफिस। पर जानुपर्छ हिँडेर कहिले पुग्नु। गाइस म चाहिँ पुग्नु आँटेँ। अब यो चाहिँ हाम्रो सर्टकट हो जाने। उताबाट चाहिँ मेन गेट छ। जाँदैछु। हल्ला चाहिँ के बेसी यहाँ गभर्मेन्ट स्कुल चाहिँ वहीँनिर छ नि त ग्राउन्ड। त्यो भएर चाहिँ पुरा हल्ला रहेछ। सो गाइस म चाहिँ आइपुगेँ भर्खर अफिस। अफिस आइपुगेँ र अब चाहिँ 4 बजीसम्म बस्नुपर्छ काम भए पनि नभए पनि। सो स्टे ट्युन गाइस। सो गाइस अब चाहिँ म निस्केको अफिसबाट। निस्केको अब चाहिँ किन भन्दाखेरि चाहिँ आज चाहिँ अलिक छिटो निस्केको। मेरो काम छ अलिकति। सो म चाहिँ मार्केट जाँदैछु अहिले अफिसबाट निस्केर। अहिले चाहिँ म आइपुगेँ जोरथाङ पब्लिक ग्राउन्डको माथि। हेलो के गर्दैछौ? ए यहाँ चाहिँ मेरो साथी छ। एकछिन बजेर आएको होला मेरो ब्याग। यो चाहिँ के हो? यसले डिस्टर्ब गर्यो। र यहाँ चाहिँ मेरो साथीले काम गर्दै रहेछ। होली मनाएन नि हौ? तिमीले मनायौ? तपाईहरुलाई टेलरकोमा जानु छ भने चाहिँ जोरथाङमा चाहिँ यहाँ आउँदा हुन्छ मेरो साथीकोमा है। मेरोमा आउँदा हुन्छ। काम गर्दै रहेछ। म त जान्दा जान्दै उसको दोकानमा पसेको नि के गर्दै रहेछ भनेर।
एकछिनबाट गएको आनन्द भैयाको दोकान लगाएको ल बिहा छैन हौ सामान किन्नुपर्ने छ उता मामको लागि कि अन्त लगाएको यन्जुलाई भेटेको छुइनँ नि भेटिनँ नि यन्जुले पनि हेर्छ होला यो ब्लग सोध्दै थिएँ तँलाई सो गाइस अब चाहिँ म आनन्द भैयाको दोकान जाँदैछु र आनन्द भैयाको दोकान चाहिँ यहाँ माथिनिर छ सो जाँदैछु म चाहिँ उकालो छ कि छैन आमाले भनेको सामान चाहिँ यहाँनिर आमाको सामान किन्नुको लागि आएको नि त म यहाँ यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ जस्ट हाम्रो यहाँ मेन बजार पस्नेकै जग्गामा छ सो गाइज मैले चाहिँ सामान पनि किनिसकेँ यो सल चाहिँ कसको लागि भन्दाखेरि चाहिँ मेरो आमाहरू चाहिँ आज मामलाई भेट्न जानुहुँदैछ नि त दार्जिलिङ त्यो भएर चाहिँ मामहरूलाई आमाले लैजाइदिएको आमाको थ्रुबाट सो अब चाहिँ म निस्केको यहाँ मेरो काम पनि सक्यो यतानिरको अब चाहिँ म जाँदैछु फ्रुट्स किन्नुको लागि अहिले चाहिँ म फ्रुट्स किन्नुको लागि जाँदैछु सब्जी मन्डी होलीले गर्दा होला सबै जग्गामा पानी पानी भइरहेको छ अब चाहिँ म फ्रुट्सहरू किन्नु छ यहाँबाट किन्नुपर्ने छ फ्रुट्स गाइस मैले चाहिँ फ्रुट्स पनि किनिसकेँ र अब चाहिँ म घर जाँदैछु म चाहिँ अहिले मन्दिर आइपुगिसकेँ यो चाहिँ हाम्रो जोरथाङको मेन मन्दिर हो हेलो कहाँ गएको तपाईँ कहाँ गएको कहाँ गएको भनिदिनु न मेरो ब्लग हो हेलो भनिदिनु न हेलो गाइस भन्नु न हेलो गाइस भन्नु न ल बाई बाई ड्युटी गएको ल बाई बाई जाँदा जाँदै यहाँ चाहिँ दिदी भेट्यो उसलाई मैले बाउला बनाएँ को चाहिँ हो भन्छ ब्लग हो भनेको नि त म चाहिँ अब हस्पिटल उकालो जाँदैछु यहीँबाट सजिलो लाग्छ मलाई चाहिँ जानुको लागि जहिले पनि घर चाहिँ सो गाइस म चाहिँ अहिले हस्पिटल आइपुगेँ र अब उकालो जाँदैछु म चाहिँ अस्तिकै बाटो हो यो चाहिँ जाँदा चाहिँ म अर्को बाटो गएको थिएँ अहिले चाहिँ फेरि अर्को बाटो आउँदैछु सो गाइस अब चाहिँ म पार्लर आइपुगेँ यहाँ पार्लरको मान्छे चाहिँ छैन क्या हो यहाँको पार्लरको मान्छे नै छैन रहेछ अन्त यहाँनिर चाहिँ हाम्रो भाइ रहेछ हो अङ्कल पनि बसिरहेको छ तिनजना अनि हो यहाँनिर चाहिँ यस्तो बनाइसकेपछि अघि जाँदाखेरि चाहिँ यस्तो केही पनि थिएन ओके यहाँ चाहिँ अनमोल दादाको सामान आएको रहेछ मेरो दाजुको र म रिसिभ गरेर जाँदैछु घर काम हुँदै रहेछ निकै बनाइसकेछ र
अब चाहिँ म घर पुग्न आँटेँ। आमाहरू चाहिँ पर्खिरहनु भएको छ नि मलाई। दार्जिलिङ जानुको लागि ढिलो भइसक्यो भन्दै थियो र अब चाहिँ म घरमा गएर बस्नुपर्छ। आमाहरू चाहिँ दार्जिलिङ जान्छ, घर हेर्नुपर्छ। आई एम होम गाइज। म चाहिँ घर आइपुगेँ भर्खर। आयो मेरो सामान यहाँ राख्छु। मेरो छोरा यहाँ छ। हाई गाइज भन्दियो। हाई गाइज। हाई गाइज भन्नु न। मेरो छोरा चाहिँ यहाँ छ। र गाइज यहाँ मेरो छोरा पनि अब दार्जिलिङ जान आँटेको छ। भाइलाई मैले के ल्याइदिएको छु? के हो यो? अन्त भाइलाई मैले यो के ल्याइदिएको छु? अब यो खाँदै दार्जिलिङ जान्छ मेरो छोरा। है हो कि होइन भन। ल हाई गाइज भन्दियो। यहाँ हेरेर ममा खोलिदिन्छु। सो गाइज मेरो आमाहरू चाहिँ दार्जिलिङ जानु भएको। अब चाहिँ मिठाई ल्याइदिनुहोस् ल। यता पक्र त। मम्मी बाई बाई। आपाहरू त अघि गइसक्यो। अब आमा चाहिँ जान्छ। ऊ फुलसुल बोकेर जाँदैछ माइत। गुड गुड। ल बाई बाई। गयो मेरो आमाहरू। गाइज म चाहिँ घर पनि आइपुगेँ र मेरो ब्लगलाई म यतिमै एन्ड गर्छु। सो थ्याङ्क यू फर वाचिङ। प्लिज डु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब माई च्यानल। बाई बाई।